टप 10 रङ्गोली डिजाइन्स फर्स्ट है त यस्तो दामी गरी यस्तो सिम्पल तरिकाले बनाउने कि हैन बनाएको देख्दाखेरि चाहिँ अहिले नै बनाउन सक्छु म अहिले नै गरिहाल्छु जस्तो लाग्छ हैन तर आफूले चाहिँ बेलुका ट्राई गर्दाखेरि 1 घण्टा 2 घण्टा 3 घण्टा 4 घण्टा जान्छ हैन तर पनि हुन्छ नि सोचेको जस्तो हुँदैन कि को साथीहरु हुनुहुन्छ ल यस्तो भइराको भन्नुस् त सबैको यही नै हो के प्रब्लम चाहिँ है बनाउने इच्छा चाहिँ हुन्छ है यो चाहिँ सेकेन्ड भयो है हेर्नुस् है बनाएको देख्दाखेरि त यति इजी लाग्छ कि म चाहिँ यो 5-10 मिनेट धेरै लागे 15-20 मिनेटमा सक्दिन्छु होला जस्तो हुन्छ है ल हेर्नुस् कुप्पीमा हालेर गर्दाखेरि कति सजिलो हुँदो रहेछ त हामीलाई यस्तो आइडिया थाहा थियो त तर भिडियो नहेरिकन त यस्तो है थाहा नै हुँदैन नि त आफैले सोचेर गर्ने नि त हामीले अझ कति लाग्छ के टाइम तर यस्तो आइडियाहरु ह्याक्सहरु चाहिँ हेर्नै पर्छ के थाहा हुन्छ नि त कसरी बनाउन सकिदो रहेछ भनेर लास्टै इजी हुन्छ नि त ह्याक्सहरु हेर्दाखेरि त ल भइसक्यो यो चाहिँ थर्ड भयो है यो त झनै इजी छ के गर्नै परेन के जस्ट यस्तो गरेर हैन त्यसलाई अब थिच्दिने मात्रै हो के बस यति नै हो सिम्पल छ इजी छ है यो नि ट्राई गर्न सक्नुहुन्छ है यो चाहिँ फोर्थ भयो है फोर्थ पनि राम्रो छ है तर आफूलाई चाहिँ कुन बेस्ट लाग्यो हैन कुन चाहिँ गरेर हजुरले चाहिँ आफ्नो घरमा कुन नम्बरको चाहिँ गर्नुभयो हैन बनाउनु भयो हैन त्यो चाहिँ कमेन्ट गर्नुस् ल आजकल त फोटो पनि राख्न मिल्ने रहेछ कमेन्टमा हैन फोटो पनि राख्नुस् हैन कुन चाहिँ हजुरले गर्नुभयो कुन चाहिँ बेस्ट लाग्यो भनेर है मलाई चाहिँ यो पनि राम्रो लाग्यो यो पनि राम्रो छ हेर्नु बनाएको देख्दा लास्ट इजी तरिकाले बनाइदिने के अब हेर्नमा आनन्द आइराछ के साच्चै भनेको तर यसमा छ नि यो रङहरु चाहिँ छ नि तपाईहरुले यही नै राख्नुपर्छ भन्ने छैन है आफूलाई अब मन पर्ने कलरहरु हुन्छ नि फेभरेट कलरहरु यो चाहिँ लक्ष्मी माताको पाउ हो के कस्तो राम्रो के वाउ यो चाहिँ फिफ्थ है ल सब यस्तो चुराहरु यस्तो थालहरु नि युज गर्न मिल्छ भन्ने थाहा थियो त हामीलाई थाहा थिएन नि है एकदम कम साथीहरुलाई मात्रै थाहा होला के यस्तो कुरा सबैलाई त थाहा थिएन होला के तर यसरी भिडियोहरु हेरेर बनाउँदा चाहिँ धेरै आइडियाहरु पाउने के मान्छेले ल हेर्नु न यतिको मात्रै बनाउँदा नि हुन्छ के अनि फुल हाल्दिने के अब सयपत्री फुल हैन यतिकै मात्रै पनि यस्तो दामी देखिरहेछ नि ल अम्मामा यसो कलरहरु चाहिँ आफुलाई मन पर्ने चुज गरेर उ गर्न सक्नुहुन्छ है यो जस्तो देखाएको छ भिडियोमा जस्तो बनाएको छ त्यस्तै बनाउनु पर्छ भन्ने छैन है अब यो भित्र चाहिँ हजुरले अर्को डिजाइन पनि बनाउन सक्नुहुन्छ कि सेम यही डिजाइन मन परेन भने हैन बाहिरको फ्लावरहरु चाहिँ त्यही बनाउने हैन पिंक वाला भित्रको चाहिँ डिजाइन आफैले अर्कै राख्न पनि सक्नुहुन्छ है इच्छा छ भने चाहिँ के त्यो बीचमा चाहिँ अब दियो बाल्दिने हैन कस्तो दामी के वाउ तर पिंक त धेरैलाई मन पर्छ होला है रेडी भइसक्यो यो पनि आहा तिहारै आयो लौजिली मिली भने जस्तै छ के त बब्बाल है आहा ल टक्क लाएर यो चाहिँ 6 है वाह काइयो पनि युज गर्न मिल्छ स्केल पनि युज गर्न मिल्छ चुरा हैन मेन भनेको त कुप्पी भइहाल्यो कुप्पी त चाहियो हैन कुप्पी चाहिँ चाहियो के एउटा कुप्पी नभए चाहिँ तपाईहरुले चाहिँ कुप्पीको सट्टा चाहिँ हैन उ पनि गर्न सक्नुहुन्छ के प्लास्टिकमा चाहिँ हैन टन्न त्यो हालेर कलर हालेर अनि थोरै पाल पारेर चाहिँ हैन सियोले टक्क पाल पारेर चाहिँ यसरी उ गर्न सकिन्छ है निचर्न सकिन्छ है काम चलाउ भनौं न भए त यही राम्रो हो हैन त्यो चाहिँ अब सेकेन्डरी अप्सन भयो है मलाई मन परेको चाहिँ यो है साच्चै यो चाहिँ मेरो बेस्ट के एकदमै बेस्ट लागेको मलाई यो हो के गणेश भगवान न ल टक्क लाएर बीचमा त्यो फ्लावरै छेउछेउको रेड कलरको फ्लावर चाहिँ कस्तो इमेजिन गर्नै नसक्ने टाइपको छ के यस्तो दामी छ कि ओफो रेडी भयो यस्तो दामी के यो चाहिँ वाह 7 है यो चाहिँ 7th
यसमा अरू कलर पनि राख्न सक्नुहुन्छ यही कलर मन परेन भने ल टुथपिकले हैन त्यो रिङ जस्तो ल हेर्दाखेरि त एकैछिनमा बनाइन्छ जस्तो लाग्छ है तपाईले चाहिँ एउटा रङ्गोली बनाउनलाई कति घण्टासम्म लाउनु भएको रेकर्ड छ त्यो पनि कमेन्ट गरिदिनुस् त मेरो त थुप्रै छ है म त लास्ट 10 घण्टा लाउँछु यस्तो बनाउन त त्यही भएर चाहिँ तपाईहरुलाई सजिलो होस् भनेर एउटा आइडियाको लागि हो के यो भिडियो चाहिँ लास्टै टाइम लाग्छ हो मलाई त बनाउन यस्तो हेर्दाखेरि फेरि भन्ने चाहिँ मैले फेरि एकछिन बनाउँछु भन्ने जस्तो हो के 9 पुगिसकेछ हौ 9th भिडियो है यो अब ठुलो आँगन भए चाहिँ अब ठुलो बनाउँछन् हैन सानो आँगन सानो चिटिक्कको है चिटिक्कको त्यो अघि मलाई मन पर्ने 6 वाला भिडियो थियो नि त्यो चाहिँ लास्टै दामी लाग्यो के मलाई त त्यो त ठुलो आँगनमा सानो चिटिक्क बनाउन नि मिल्यो थ्यांक यू फर वाचिङ गाइज बाइ बाइ